देख्नुभयो आँखा हेल्दै छु कस्तो बनाउँदो रहेछ भनेर छोराले बन गया गुड अलि थोरै मामा हो भरे भोक लाग्छ बाबा सानो छोरा पनि आइपुगेछ है मलाई दिनु भएको आज मैले कभर गरेको डायरीमा हो ल गुड अनि सानो छोरा खै त कता खुस्किहाल्छ निक्लिहाल्छ त्यो स्पिकर त पेन्ट भने आदि निक्लिहाल्छ सानो छोरा आउनु नखाउनु छोरा ठुलो छोरा सानो छोरा नाना नआउने होला नि त अब स्कुल जानु पर्छ दिदीले लगिदिनु भएछ स्कुल जानु पर्दैन अनि सकियो हो त नि लगाउने भइसक्यो रहेछ के भएर लडिरहेछ लडिलाई खाटबाट बङ्ग लडिन्छ बसेर लगाऊ न बसेर लगाउँदा हुन्छ त बसेर लगाऊ मेरो छोरा सानो छोरा पनि बसेर लगाऊ के हो फेरि के भनेको किन अमृत पड्काएको हात दुख्छ अनि अमृत पड्काउनु त अनि स्कुलमा पिटीहरू खेलाउनु हुँदो नि त सर म्यामहरूले ट्युसडे फ्राइडे खेलाउनुहुन्छ होला ट्युसडे खेलाउनुहुन्छ होला फ्राइडे खेलाउनुहुन्छ नचाउनुहुन्छ कि धेरै घाम भयो भने कोठाभित्रै घाम भएन भने बाहिर नचाउन लग्नुहुन्छ कति बजी सानो अहिले जामा बोकेर बसिरहेको
ए सानो किन मेरो कालो रिसाको जाऊ माम खाऊ बुवासँग माम खाऊ ठुलोहरू पनि जाऊ माम खाऊ बुवासँग अनि खाना लगाएर भोक लाग्छ फेरि स्कुलमा के भयो बुनु किन रिसाको बुनु किन रिसाको खोइ थाहा छैन बाबा आज होइन त छुट्टी बहिनीको घरबाट चराले एउटा पाकेको लिची ल्याइदिएछ पाकेको थियो हेरेको त उहाँ ब्रेन्चमा एउटा लिची चराले तल झारेको रहेछ अम्लो नाकमा हाल न फेरि अम्लो नाकमा हाल्छ मेरो डायरी हेर्नु त कभर लाएर राम्रो भयो वाउ कस्तो राम्रो उल्टा हो थाहा नै छैन स्पिकर लगाएर बसेर चाहिँ थाहा हुन्छ यहाँ हेर्नु म्यामको नम्बर खाइदिए म्यामले नै लेखिदिनुहुन्छ नाम म्यामले नै नामहरू लेखिदिनुहुन्छ यहाँ ए हो ल गुड 9 8 2 4 2 8 4 8 2 6 7 हिजोको होमवर्क हेर्नु त मेरो ह्यान्डराइटिङ कस्तो हुन्छ उनी यस्तो लेख्नुपर्छ हेर्न पनि कति राम्रो हिँड्न लेख्न थालेको मेरो छोरीले अझ राम्रो लेख्छ ल कसले दिएको बुवाको लेखेको तेरो भन्दा धेरै मेरो छ जसले के लियो बुवाको बाबा बरु भन्दा कुन स्टिकर निक्लेको छैन भनौँ यसको निक्लेको छैन अनि एउटा व्याकरणको निक्लेको छैन बुकको अरू सबैको निक्लेर नि फाटिसक्यो अनि आमा कहाँ जानुभयो सानो आमा पूजामा जानुभयो चाहिँ आउनुभयो बाबा अहिले अन्नपूर्ण भएको भयो हाम्रो आठवटा हुन्छ होमवर्कहरू सधैँको आठवटा हुन्छ अहिले भनौँ कतिवटा होमवर्क हुन्छ वेडनेसडे र थर्सडे 5वटा पिरियड हुन्छ कहिलेकाहीँ लन्च दिनुहुन्छ हिजो 4टाको होमवर्क भयो वेडनेसडेको एउटाको लन्च दिनुभयो नाटको अनि आज नि 5वटा हो आज नेपाली ह्यान्डराइटिङ इङ्ग्लिस रिडर अनि साइन्स अनि म्याथ थियो अनि हिजो इङ्ग्लिस ह्यान्डराइटिङ टेस्ट थियो अनि हो लु अब त्यस्तै गरेर पनि पढ्नु सरम्याम भयो भने सिकाइ माग्नु सरम्याम केही आएन भने म्याम मलाई यो सिकाइदिनु भन्नु सरसँग सिकाइ माग्नु हस् बहिनीलाई पनि यसो विचार गर्दै गर्नु के गर्थे बहिनी पनि उता तक गर्थे के गर्थे पढ्नु भन्नु बाबा फेर्ने जनावरको के को भन्नु के मेरो सानो छाउहरू हेर कति राम्रो कति आएर बसेको छ Food, living beings feel, living beings grow, living beings grow, living beings move, living beings reproduce, living beings feel. Living beings need food. नानी मेरो जाने बेला भयो अब अफिस तिमी अब एकछिन खेल एकछिन त्यहाँ बस अनि बुवाले पुर्याइदिनु हुन्छ ल बहिनीलाई तिमीलाई हस् अब म नाच्छु न नाना लाउनु पर्छ अब अफिस जानुपर्छ
अन्सु त लाकी नै छैन। अन्सुलाई पनि लगाइदिनु नि मिलाएर फकाएर। अन्सु छोरो नाना नगाउनु नानी पनि अनि स्कुल जानु दिदी बहिनी आमा मेरो गाले हिजो हामी एक्लै आएको। एक्लै किन नआउनु है लिन जानु भएन कोही नि कोही त आउनु भएन बाबा। किन नजानु भएको त लिन मकै बारीमा झर्नु भएको अनि ढिलो भएर। अनि एक्लै एक्लै हिँड्न थाल्यो कसरी आयो त नि बबी आन्टीले ब्याग बोक्यो अनि ए बबी आन्टीसँग आयो बबी आन्टी त हो त ठिकै छ त बबी आन्टी साथमा हुनुहुन्छ भने त हात पक्रेर बहिनीको हात पक्रेर अनि छेउछेउबाट आउनु नि बिचबिचबाट रोक्नु अनि बबी आन्टी साइकलमा जानुभयो अनि हामी हिँड्दै आएको। अनि त्यहाँ दिदीहरू नि थिए साक्षी नि अर्को स्कुल पढ्ने अनि हिजो स्कुल गएको थियो अनि साक्षीसँगै आएको। छेउछेउबाट आउँदाखेरि पनि आइहाल्यो भने पनि छेउछेउबाट आउनु पानी झरीमा खोलाबारीमा पस्नु छिटो आउने बाटोबाट आएको भयो। पानी झरी पानी पऱ्यो भने नहिँड्नु स्कुल नै बसिराख्नु बाढीहरूमा नपस्नु दिदी बहिनी सँगै हात समाएर हिँड्नु है आयो भने छेउछेउबाट रिसाइहाल्छ यो बाटोमा मलाई किनिदिनु है गाई लाने बुवाको बाबा नलिचाउनु है बाटो बाटोमा लिचाउनु हुँदैन नि दिदी बहिनी भनेको छैन हो दिदी बहिनी लिचाउनु हुँदैन आफ्नो दिदी बहिनी लिचाउनु हुँदैन मिलिमिली हिँड्नु पर्छ मिलिमिली खानु पर्छ होइन आफ्नो दिदी बहिनी के गर्छौ दिदी बहिनीलाई पनि यसो विचार गर्दै गर्नु स्कुलमा बाल लड्छे बाबा है मामुल होइन फर्स्टमा त लक खोल्नेमा होइन मेरो फोटो राखिदिनु भएको थियो खोल्ने अनि खोलेपछि लक खोलेपछि मामु र बहिनीको फोटो राख्नु भएको थियो मेरो फर्स्टमा सिङ्गल हालिदिनु भएको थियो फोटो अनि सेकेन्डमा लक खोले बित्तिकै अन्सु र मामु कहाँ थियो अन्सुले मेरो मात्रै देखाइस् भने दिदीको मात्रै छ भनेर मोबाइल झट्टाएर हानेर लास्टमा मोबाइल यसरी हेर्दाखेरि त उसको नि फोटो रहेछ मामु म त यसरी होइन नि हाँसेको हो भने भन्छ लु अब म गएँ ल मेरो छोराहरू ल राखेँ ल बाई सानो छोरो खै सानो छोरो बाई सानो बाई गर न खै बाबालाई बुवा आमा लिन गएपछि मात्रै आउनु है